जनकपुरबाट आउँदै गर्दा बर्दिवासमा आइपुगेको छु। बर्दिवासबाट यतापट्टि हामी उत्तरपट्टिको बाटो चाहिँ कालिन्चोकतिर लाग्छौँ भने यता पश्चिमतिरको बाटो वीरगञ्जतिर जान्छ र यो बाटो पूर्वपट्टिको बाटो जनकपुरतिर अथवा मेचीतिर भनौँ न उतातिर जान्छ। सो अब म लाग्छु। सो यात्रा सुरु हुन लागेको छ। बर्दिवास अहिले खास गरी तराई पहाड जोड्ने एउटा जक्सन पोइन्टको जस्तो चाहिँ यो ठाउँ आफूलाई विकसित गरिसकेको छ। यहाँभन्दा माथि हेर्न सक्नुहुन्छ अब डाँडा सुरु हुन्छ, हाइट तल तराईको समतल भूमि। यहाँबाट काठमाडौँ जाने, रामेछाप जाने, दोलखा जाने बाटोहरू भनौँ न उत्तरपट्टिको उत्तर पूर्व उत्तर पश्चिम पुरै उत्तर जानलाई पनि सबैबाट छुटिन्छन्। होप जर्नी रमाइलो हुन्छ होला, होइन र? लाग्दैछु गन्तव्यतिर। उकालो छ, ओह्रालो छ र जोस जर्नी रमाइलो छ। सो फेरि पनि वेलकम ब्याक टु माई युट्युब च्यानल। सो आज हामी जाँदैछौँ नेपालको एकदमै प्रसिद्ध र एकदम शक्तिशाली माताको स्थलमध्ये एक कालिन्चोक भगवतीको दर्शन गर्न। हामी आफै पनि दर्शन गर्छौँ, हजुरहरूलाई यो ब्लगको माध्यमले, क्यामेराको माध्यमले पनि दर्शन गराउँछौँ। माताले सबैको कल्याण गरून्। ऋतुको आगमन सँगसँगै एकदमै हरियाली छाउने तयारीमा छन् वातावरण। कमलामाई नगरपालिका सिन्धुली प्रवेशद्वार। यो ठाउँ धनुषा, महोत्तरी र सिन्धुली तीनटै जिल्लाको टच पोइन्ट हो। अब भिमान, सिन्धुलीको भिमान चोकमा चाहिँ आइपुगेको छु। यहाँबाट राइट साइड दाहिनेपट्टि जाने हो भने, योतिर जाने हो भने दुधौली भन्ने ठाउँहरू आउँछ। अर्को डङ्गुर खोला, महादेव भन्ने हतपते पहिलाको गाविस उतातिर चाहिँ जाने बाटोहरू आउँछ। एकदमै प्रसिद्ध ठाउँ हो। साउन महिनामा ठुलै मेला लाग्छ, त्यहाँ भक्तजनहरू जानुहुन्छ महादेव बाबा दर्शन गर्न। अनि यता नर्थपट्टि हामी कन्टिन्युस लाग्यो भने सिन्धुली बजारै पुग्छौँ। थाहा भएकै कुरा हो विमान। यहाँ ठुला र मझौला साइजका गाडीहरूको लागि टाइम कार्ड दिने सिस्टम धेरै पहिलेदेखि नै लागू भएको छ। कारण यो बाटो काठमाडौँ पुर्कोटदेखि काठमाडौँ जाने बाटो अलिक पूर्ण रहेको छ। बाटो चाहिँ राम्रो, तर कन्डिसन हाम्रो भूधरातल नै त्यो ठाउँको यस्तो भूगोल छ कि त्यो जोखिम, घटना जोखिम चाहिँ बढी नै हुने सम्भावनाहरू हुन्छ। आइपुगेको छु सिन्धुली भन्दा झन्डै 8 किलोमिटर पछाडि। यो ठाउँ एकदमै सुन्दर र ऐतिहासिक एउटा पृष्ठभूमि बोकेको ठाउँ। यो नदीको उद्गम बिन्दु यहाँभन्दा पनि 3-4 किलोमिटर यता भित्रपट्टि पर्छ। त्यो नदीको सिरानामै यो नदी जुन कमला नदीको मुख्य नदी, मूल नदी नै यही हो। यहाँभन्दा 3-4 किलोमिटर लमसम भित्रपट्टि पर्छ। तर मन्दिर चाहिँ यहाँनिर बनाइएको छ। यहाँ हामी हेर्न सक्छौँ अलिकति जुम गरेर यो कमलामाई मन्दिर। भर्खरैमा आइपुगेको छु सिन्धुली माडी बजारमा।
एक्चुअली बजार चाहिँ यहाँभन्दा थोरै अलिकति अगाडि र तलपट्टि छ। यो चाहिँ यहाँको प्रशासनिक क्षेत्र, आर्मी क्याम्पदेखि लिएर सबै प्रहरीको बिटहरू है। राम्रो छ त, रातो रातो माटो हेर्नु त कति सुन्दर। यहाँबाट यता तलतिर जाने हो भने बजारमै ठ्याक्कै पुगिन्छ। यहाँ बजार दुईवटा छ, 1 नम्बर बजार, 2 नम्बर बजार भन्ने। यो 2 नम्बर बजार चाहिँ यता हो वल्लो, 1 नम्बर बजार भने पल्लो उता अगाडि पर्छ, तर एउटै रुट छ। यहाँ पहिला म बस्थेँ त्यतिर है। तल बजारमा जाने कि एकछिन घुम्न? सिन्धुली बजार अर्थात् सिन्धुली माडीबाट अब निस्किसक्यौँ। ऊ अगाडि देखिने डाँडा सिन्धुली गढी, नेपालको स्वतन्त्रता को जड राख्ने विभिन्न शीर्ष बुदाहरूमध्ये यो पनि एउटा एक हो। हामी अहिले त्यहाँ एकछिनमा पुग्छौँ। दूरी त लमसम 20 किलोमिटर नै छ यहाँबाट, तर बाटो एकदमै घुमाउरो छ, तर रमणीय बाटो छ। हामी हेर्दै जाउँला। यो बाटो, यी डाँडाहरू आज शान्त छन्, तर करिब 250 वर्ष अघि यही इतिहास लेखिएको थियो। म अहिले पुग्दैछु सिन्धुलीगढी, जहाँ नेपाली वीरहरूले संसारलाई चकित बनाएका थिए। सन् 1767 नेपाल एकीकरणको अभियानमा थिए हाम्रा महान सेनापति बडा महाराजाधिराज पृथ्वीनारायण शाह। उता ब्रिटिस इस्ट इन्डिया कम्पनीले काठमाडौँ उपत्यकालाई कब्जा गर्न ठुलो सेना पठायो, कमान्डर जर्ज किन्लकको नेतृत्वमा। उनीहरू आधुनिक हतियार, बन्दुक र ठुलो आत्मविश्वास लिएर अघि बढेका थिए, तर उनीहरूलाई थाहै थिएन नेपालका पहाडहरू केवल भूगोल मात्र होइन, यो त रणनीति पनि हो। यहाँ सिन्धुली डाँडामा गोर्खालीहरूले गुरिल्ला युद्ध नीति अपनाए। माथिबाट डुङ्गा खसाल्ने, अचानक आक्रमण गर्ने र दुश्मनलाई भ्रममा पार्ने। उनीहरू उताबाट तोप चलाउँथे, बन्दुक पड्काउँथे, यताबाट तीर कमान, माथिबाट ढुङ्गा, मौरीको घाट, बारुली, यस्ता हतियारहरू, जैविक हतियारहरू पनि प्रयोग गरेका थिए। यो ठाउँ सिन्धुली बजारभन्दा अलिकति उत्तरपट्टि चियाबारी भन्ने ठाउँ। ठ्याक्क भन्नुपर्दाखेरि गढीको बेस क्याम्प जस्तो भनौँ न, बेसमै छ यो सिन्धुली गढीको। मोबाइल घन्टी बजे सायद। कति राम्रो।
Wow, what a scene, man. हेर त यो यो त ड्रोन सिन लिनु पर्ने हो के अब त्यहाँ थाहै हुँदैन नि त उतापट्टि के छ भनेर यो डाँडा पारी जाउँ कि त्यो डाँडा पारी जाउँ अन्ततः जङ्गल भिर र घुमाउरो बाटोले अङ्ग्रेज सेनालाई थकायो र उनीहरू हार मान्न बाध्य भए। वाउ कति स्मुथली चढ्छ यार बाइक एक एक सीन एक एक मोमेन्ट बवाल छ के रोडको चाहिँ सोच्नुस् त कम हतियार कम सङ्ख्या तर अदम्य साहस र बुद्धिमत्ता यो जीत केवल युद्धको जीत होइन यो नेपालको स्वतन्त्रता बचाउने सायद पहिलो मोड थियो। यदि त्यो दिन सिन्धुलीगढीमा हार भएको भए सायद नेपालको इतिहास नै आज फरक हुन्थ्यो। जाऊ न यार गाडीको पुरै रोड कति राम्रो कति सुन्दर पुरै स्पाइरल जस्तै घुम्या घुमे एउटै रोड यात्रा निकै लामो छ बाटो पनि अन्जान नै छ। पुर्कोटभन्दा माथिपट्टिको बाटो म कहिले बाइक चलाएको छैन। हेरौँ आज गन्तव्यसम्म आजै त पुग्न सकिन्न होला। आज जरीकोट बस्ने हो कि मन्थली बस्ने हो र जे होस् यात्रा तपाईँहरूको साथमा रमाइलो बितेको छ। एकदम रमाइलो भइराखेको छ। नेपालको यस्तो सुन्दर ठाउँ हरियाली वन जङ्गल डाँडा कति रमाइलो कति रमाइलो। दूरी जम्मा 203 किलोमिटर देखाउँछ गुगल म्यापले। तर हिँड्दै जाउँ कस्तो कस्तो रहेछ बाटो हो रमाइलो होला। हामी एकछिन पछाडि सिन्धुलीगढी जाँदैछौँ। त्यो गढी दरबार
यही हो त्यो ठाउँ हो जहाँ अङ्ग्रेजको किल्लक भन्ने देशका सैन्य कमान्डर थिए। किल्लकको युद्ध भनेर नि भनिन्छ। र यहाँ हाम्रा वीर नेपाली गोर्खाली जवानहरू साधारण हात हतियार लिएर अनेकौँ जैविक उपायहरू अपनाएर माउरी साउरी यस्तो बारुलीहरूलाई हतियार बनाएर त्यसरी युद्ध लडेका थिए। यो ठाउँ अति नै नेपालको स्वतन्त्र नेपालको सार्वभौम नेपालको इतिहासमा स्वर्ण अक्षरमा लेखिने यो ठाउँ हो सिन्धुलीगढीको युद्ध। सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई कति राम्रो दरबार मारने मायाले मार्यो। कस्तो लाग्दैछ त ब्लग तपाईहरूलाई? होप सबैजना इन्जोय गर्दै हुनुहुन्छ। आफ्नो सुझाव प्लिज कमेन्टमा लेख्नुहोला र लाइक र प्लिज सब्सक्राइब गर्न नभुल्नुहोला। आज हामी खाना पनि खान भ्याएको छैनौँ। कुरकुटमा गएर खाना खाने हो, कति बेलासम्म पुग्ने हो हेरौँ। त्यसपछि मन्थलीतिरको सेकेन्ड ड्राइभ हुन्छ होला। क्लासिक 350 ले यसरी डाँडा चढ्दा यतिको हामीले डबल लोड छौँ, तर यति स्मुथ राइड फिल गर्दैछौँ नि अहिले। त्यो अगाडिको डाँडा त्यही नै हो सिन्धुलीगढी डाँडा हुन चाहिँ, र 4 किलोमिटर अझै डिस्टेन्स देखाउँछ। जाँदैछौँ हामी। यो राम्रो छ। अलि फोटोसोटो खिच्नुपर्छ त्यहाँ पुगेर मजाले। कति सुन्दर। आइ क्या हो सेल्फी डाँडा हो त, कति छिटो। खै सोध्छु। यहाँ सेल्फी डाँडा, यहाँ सेल्फी। लामाई मन्दिर, वीर योद्धाहरू गढीमाई दरबारको युद्धमा यस्तै युद्ध भएको थियो, किल्लकको युद्ध भनेर। कति राम्रो। यहाँ त सिनहरू लिनु पर्ने क्या। भाइ त 220 लाई मजाले उडाछ। दामी राइड हुँदैछ। What a road, man. What a scene. होटल रानी दरबार। के गर्ने? जाने भए जाउँ एकछिन। सिन्धुलीगढी प्रवेशद्वार।
हाँ ओके चल हाँ हाँ आहा कति रमाइलो शीतल के शीतल नेचुरल एसी भन्दा पनि 1000 गुणा बेस्ट भन्छ नि भाइ साहब दिमागै शीतल जस्तो सुकै तातेको मान्छेलाई पनि यता लिएर आउनु त्यो मान्छे चिसो हुन्छ पुरा कुल मान्छे ल म त एड हालिदिएँ है बालेन जस्तो कुल बन्नु छ भने यो ठाउँमा आएर बस्नुहोस् हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यू पहिलो पटक यस्तो भन्न मन लाग्छ कि प्रधानमन्त्री भए पनि आफ्नो मान्छे आफ्नो व्यक्ति हो आफ्नै हो जस्तो फिल हो क्या मतलब एउटा जनताको हिसाबले प्रधानमन्त्री र जनतामा केही फरक छैन दूरी नै छैन हो त नि यो एकदमै शीतल ठाउँ हो यो ठ्याक्क हामी यो डाँडाको म्याक्सिमम हाइटमै छ नि त अहिले सिन्धुली उता तराईदेखि यता सिन्धुली र पारी खुर्कोटको बिचमा सबभन्दा हाइएस्ट पोइन्टमा हो हामी टाइम 1 बजिसक्यो हो र खाना त खाँदा हुन्थ्यो बरु है यतै त होइन खाना नै यतै खाँदा हुन्थ्यो कि हुन त खुर्कोटमा धेरै अब होटलहरू छन् उसलाई ड्रोन निकालेर दिनुपर्छ अनि हेरी खान्छ त्यो 9% ब्याट्री छ त्यसैले ब्याट्री एकदम तान्दो रहेछ के ड्रोनमा चाहिँ ड्रोनमा हामी भन्थ्यौँ नि वाउ सिन हेर्नु त कति राम्रो ड्रोनमा हामी भन्थ्यौँ कि एउटै सिङ्गलवाला ब्याट्री ल्या भए हुन्थ्यो होइन तर होइन रहेछ केही हुँदैन हुन त विधान कहीँ जाँदैन यो मेरो अगाडि चाहिँ आसाम को एकजना युट्युबर हुनुहुन्छ को हो चिन्जान गरौँला अहिले यही हो खन्या खर्क यो चाहिँ नेपालमा जुनार सुन्तला उत्पादन गर्ने एकदमै प्रसिद्ध ठाउँ यिनीहरूको टिमै छ नि त जनकपुरदेखि नन स्टप मुक्तिनाथ रे नन स्टप यहाँ रेकर्डिङ चल्दैछ अनि हामी कुराकानी गर्दैछौँ के यस्तै हो रमाइलो हो अस्ति एकचोटि काठमाडौँबाट आउँदाखेरि यस्तो पानी बिजोड परेको थियो यही होटलमा लुकेको धेरै पहिला त्यतिखेर
आयोग तयारी गर्दाखेरि के यू माई गॉड सीन हेर न भाइ साहब ओह यहाँ त रोकेर सिन लिनुपर्ने 10-10 सेकेन्डको सिनहरू त्यो लिएर क्लिप्स अनि सर्ट भिडियो बनाउन खतरा तर त फेरि यो तारहरू छ नि जोडेको त्यो सब क्या हुन्छ कल्ला गएको गए 15 किलोमिटर बाँकी छ त अरे यार यस्तो सिनहरू छोडिदिने आमा अरे भाई साहब क्या सीन है यार क्या सीन है ओ बस न किन उत्रे तले गएर त्यहाँ ठाउँ छ तिम्रो बस्ने ल चल 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 न ड्रोनलाई धेरै हाइटमा नउडाउने साथीहरू हामी आइपुग्यौँ कुर्कुट बजारमा टाइम चाहिँ 2:15 भइसक्यो भोक पनि लागेको छ आजको ब्लग फर्स्ट ब्लग यहीँ ऱ्यापअप गर्छौँ कस्तो लाग्यो प्लिज लाइक सेयर कमेन्ट गर्नुहोला तबसम्म हामी खाना खान्छौँ चाँडै अर्को ब्लग पनि अपलोड गर्छौँ ओके बाई